स्टन्ट गरेर देश बन्दैन, स्टन्ट गरेर देश बन्छ। केपी ओलीको फिमेल भर्जन स्टन्ट गरेर देश बन्छ बन्दैन। सुनिता डङ्गोलाई मेरो एउटा सानो सुझाव छ, अनुहार मात्रै राम्रो भएर हुन्न के। हेर भ्रष्टाचारीको गन्ध यहाँसम्म आएको, लाजै मर्नु। बालेन शाहसँग चुनाव लडेर देखाउनुहोस्। मेयर नभएको बेला ढोका फुटाई लएर भित्र लएर हुन्दिनी। छोरी मान्छेको किडनी हाल्या त थाहा थियो के केपी ओलीले, तर यस्तै छोरी मान्छेको किडनी हाल्या भन्ने चाहिँ थाहा थिएन। हेर बोलेको। सुनिता डङ्गोलजी, यु हेभ टु अन्डरस्ट्यान्ड यु आर युथ हैन। म एउटा पार्टीको कार्यकर्ता मात्रै हो है भनेर प्रमाणित पनि गरिसकेकी छिन्। एकचोटि एमाले बनिसकेपछि चाहिँ अर्कोचोटि मान्छे बन्न लास्टै गाह्रो छ क्या, लास्टै गाह्रो छ। बालेन शाहले नेतृत्व गरेको महानगरपालिकाको उपमेयर हुनुहुन्छ। तपाईँ कोही ठुलो व्यक्ति होइन। यो जस्तो लाज लाग्दो कुरा केही पनि छैन। केपी ओलीलाई दुनियाँले थुकिरहेछ, केपी ओलीको पार्टीलाई दुनियाँले थुकिरहेछ। बाउभन्दा छोरी कडा आइसकेछ, अनि कहाँबाट हुन्छ? सबैमा नमस्कार। हिजो भिरकुटी मण्डपबाट सुनिता डङ्गोलले बोलेको पनि सुनियो। अचम्म के लाग्यो भने स्टन्ट गरेर देश बन्छ बन्दैन होइन। स्टन्ट त अहिलेको सरकारले गरिरहेको छ नि, पुरै महाराजाको शैलीमा जुन किसिमका हरकतहरू देशमा भइरहेका छन् त्यसप्रति मेरो घोर आपत्ति छ। र हामी जस्ता जो युवाहरू देश सुध्रेला, देशमा सुशासन कायम होला, भ्रष्टाचार मुक्त देश बन्ला भनेर जुन हेरिरहेका छौँ, र अब आउने आगामी दोस्रो पुस्ताले पनि यसैको सिको गर्दैछ भन्ने कुरा चाहिँ सुनिता डङ्गोलको भाषणबाट प्रष्ट हुन्छ। म सुनिता डङ्गोलजीलाई के च्यालेन्ज गर्न चाहन्छु भने, तपाईले देश बनाउने हो भने आगामी 84 को निर्वाचनमा फेरि पनि बालेन शाहसँग चुनाव लडेर देखाउनुहोस्। साथीहरू, केशव स्थापितलाई जिताउनका लागि कोही नपाएर एउटा नेपाल टेलिभिजनको एउटा कार्यक्रम चलाउने प्रस्तुता हुन् सुनिता डङ्गोल, र उहाँलाई उठाइएको हो। उहाँसँग न कुनै राजनीतिक शैली छ, न राजनीतिक आचरण छ, न उहाँसँग कुनै इतिहासको चाहिँ अध्ययन छ। उहाँले नेकपा एमालेको इतिहास हेर्नु भएको छैन। नेकपा एमाले हिजोका दिनमा हामी जस्ता लाखौं करोडौं युवाहरूको रगत र पसिनाले बनेको हो। जब मदन भण्डारीको हत्या भयो त्यसपछि हामीले नेकपा एमालेलाई वास्ता नगरेका हौं। त्यो भएको हुनाले चाहिँ सुनिता बहिनीले स्टन्टका कुरा र चाहिँ बालेन शाहलाई चाहिँ जुन उहाँले घुमाउरो पाराले जुन शब्दहरू प्रयोग गर्नु भएको छ त्यो शब्दहरू फिर्ता लिनुहोस्। तपाईँ यतिखेर बालेन शाहले नेतृत्व गरेको महानगरपालिकाको उपमेयर हुनुहुन्छ। तपाईँ कोही ठुलो व्यक्ति होइन। त्यो पनि 84 सम्म पुग्दाखेरि तपाईँको हैसियत के हुन्छ त्यो हेर्न बाँकी नै छ। त्यही भएर कलाकार भएर बोल्यो भनेर चाहिँ साथीहरूले नभन्नु होला। म कलाकार पछि हुँ र चाहिँ पहिलो चाहिँ यो नेपालको नागरिक हुँ है। त्यो भएको भएर सुनिता बहिनीलाई चाहिँ त्यस्ता शब्दहरू प्रयोग गरेको सुहाउँदैन। बुझ्नुभयो नि? सोशल मिडियामा एमालेको गन्ध, हेर भ्रष्टाचारीको गन्ध यहाँसम्म आएको, लाजै मर्नु। एकचोटि एमाले बनिसकेपछि चाहिँ अर्कोचोटि मान्छे बन्न लास्टै गाह्रो छ क्या, लास्टै गाह्रो छ। हेर त केपी ओलीको फिमेल भर्जन। केपी ओली चाहिँ छिट्टै मर्छ अब अनि देश बन्छ भनेको यात्रा हुने, एमाले हाँक्ने, अर्को उखाने। बाउभन्दा छोरी कडा आइसकेछ, अनि कहाँबाट हुन्छ? कसम हेर त नपुसक हो, केपी ओलीको सन्तान छैन, अब चाहिँ देश सुध्रिन्छ भनेको केपी ओली भन्दा कडा आइसकेछ यार। छोरी मान्छेको किडनी हाल्या त थाहा थियो कि केपी ओलीले, तर यस्तै छोरी मान्छेको किडनी हाल्या भन्ने चाहिँ थाहा थिएन। हेर बोलेको, जे बोल्दै पनि भएको छ है। भ्रष्टाचारीलाई लगेर अस्ति ढोका फोरी हाजिर गरायो। जे गर्दै नि हुने एमाले त कसम एमाले कहिले सिद्धेला र देश बन्ला भनेको। अब यो पाराले त के देश बन्ने यार? यस्ता त छ नि। यिनका काका केशव स्थापितले त्यसै भने होइन कि, एउटा डाइलग छ नि, यु आर नाइस लेडी तर तिम्रो थुतुनो ठिक भएन भने। त्यो डाइलग यिनलाई नै भने हो कि जस्तो लाग्छ हो घरिघरि त। हेर त बोलेको, ज्याम्मा हानेर लडाइदिनु हुन्थ्यो के यार? छोरी मान्छेलाई हात हाल्दिनँ, आफू संस्कारी छोरो परो, गाह्रो छ क्या। संस्कारी हुनु पनि एकदम घाटा क्या। यो छोरा मान्छे भए लडाइदिन्थ्यो है।
अब यहाँ छोरी मान्छेलाई लडाउने साथ हात हाल्ने साथ त पुरै होइन, महिला हिंसा बलात्कार सबैको केस लाएर जिन्दगी आफ्नै सर्छ। गाह्रो छ क्या, गाह्रो छ हो। छोरा मान्छे भएर बाँच्न एकदम गाह्रो छ कि छोरा मान्छे भएर नि छोरी मान्छेको किडनी हाल्न पर्छ, अनि चाहिँ जिन्दगी एकदम गफ लाएर खाना लाउन पुग्छ होइन। प्योर छोरा मान्छे भएर बाँच्न चाहिँ गाह्रो रहेछ यार यो धरतीमा। हेर त लाजे झ्याम्मा हालेर लडाइदिनु हुन्थ्यो, के गर्नु अब, चेलीबेटीलाई हात हाल्दिनँ भनेर मात्रै हो। सुनिता डङ्गोलाई मेरो एउटा सानो सुझाव छ। उनले बालनलाई लक्षित गर्दै हामी स्टन गर्दैनौँ, एमालेका युवा नेताहरूले एमालेका नेताहरूले स्टन गर्दैन, एमाले काम गर्छ हामी काम गर्छौँ, हामी काम गरेर देखाउँछौँ, हामी त्यत्तिकै सोसियल मिडियामा आएर भाइरल भएर दुनियाँ दिवाना कुराहरू गर्दैनौँ भनेर उनले भनेका रहेछ। सुनिताजी उपमेयरजी, तपाईँलाई म के भन्छु भन्दाखेरि तपाईँ कुन हिसाबले बोलिरहनु भएको छ तपाईँलाई थाहा छ कि छैन होइन, के बोलिरहेको छु होइन, यो बोलेको कारणले गर्दाखेरि कस्तो प्रभाव पर्छ होइन। एउटा कुरा उनीलाई लागिरह होला, उनको भिडियोहरू भाइरल भइरहेछ, दुनियाँले हेरिरहेछ, तर उनलाई थाहा छैन होला मेबी होइन, उनको त्यो ट्रोल भइरहेछ, उनलाई त्यो विषय लिएर चाहिँ उनको चाहिँ खिल्ली उडाइदिरहेछ क्या मान्छेले। के विषयमा चाहिँ उनले चाहिँ हामी स्टन गर्दैनौँ, एमाले स्टन गर्दैन, काम गर्छ भनेर उनले भन्न खोजेको होइन। एमाले जस्तो नेपालमा छ भने कोही छैन नि, त्यो उनले बुझ्नु जरुरी छ क्या। सुनिता डङ्गोलजी, यु हेभ टु अन्डरस्ट्यान्ड, यु आर युथ होइन। फेरि पनि त्यहाँ अब उनले चिच्चाएर बोलेको छ दुनियाँ दिवाना, यो सुहाएको छैन क्या उनीलाई, पटक्कै सुहाएको छैन। एउटा कुरा सुनिताजी, तपाईँले के चाहिँ काम गरेर देखाउनु पर्छ ल, चुनाव जितेको त 2-3 वर्ष भइसक्यो, तपाईँले के चाहिँ परिवर्तनशील देखाउनु भयो जनताले, ताकि त्यो कुरालाई चाहिँ कोट्टाएर सुनिताजीले गर्दाखेरि यस्तो भएको छ भनेर त्यो जनताहरूले हेर्नको लागि बनाएको तपाईँले गर्नुभएको काम केही छ? बालनले त दुनियाँ काम गरेको छ, बालनको त सबै कुरामा हाई छ त, केही काम गरेर देखाउनु भएको छ? आफू केही काम गर्न नगर्ने होइन। अब त्यस्तो घुसपेट गरेको त्यो एउटा निर्देशक कार्यकारी के अरे त्यो महानिरीक्षक काठमाडौँको त्यो अधिकृतलाई होइन जबरजस्ती ल्याउने काम गरेको छ होइन, हामी स्टन गर्दैनौँ। म भन्छु सुनितालाई के भन्छु भन्दाखेरि केपी ओली रहन्जेल मात्र केपी ओलीको एमाले पार्टी रहन सक्छ, त्यसपछि यो एमालेको मान्छेहरू पनि भागभण्डा नमिलेर केपी ओली बितिसकेपछि सबै कुरा तस नस हुनेछ क्या एमालेको। त्यही भएर भन्छु सुनिताजी, यु आर यङ, स्टिल मान्छेले विश्वास त गर्छन्, तर यो केपी ओलीको हावा सुन्दै गरेर चाहिँ बालनलाई कति अप्ठ्यारो पार्ने काम गर्दै आउनुभएको छ होइन। त्यो कारणले गर्दाखेरि पछि गाह्रो हुनसक्छ होइन। जनता परिवर्तन भइसकेको छ, जनताले सबै कुरा बुझिसकेको छ होइन। अब आफ्नो फ्युचर करियरलाई सेभ गर्नु छ, अझ नेता बनेर अझ ठुल्ठुलो पदमा पुग्नु छ भने यु हेभ टु बी इन्डिपेन्डेन्ट होइन। इन्डिपेन्डेन्ट क्यान्डिडेट मात्र भन्दिनँ, बरु एउटा नयाँ पार्टी होइन, जुन पार्टीहरू चाहिँ बालन अर्को साम्पाङहरूले खोल्ने तयारी गरिरहेछन् होइन, उनीहरूलाई सपोर्ट गरेर उनीहरूसँग मिलेर जाँदाखेरि राम्रो कुरा हुन्छ। सुनिता डङ्गोलले बुझेको छैन यो कुराहरू होइन, बुझ्न जरुरी छ होइन। केपी ओलीलाई दुनियाँले थुकिरहेछ, केपी ओलीको पार्टीलाई दुनियाँले थुकिरहेछ। किन थुकिरहेछ भन्दाखेरि यत्रो शिक्षक आन्दोलन भइरहेछ, उनी आफै आन्दोलनमा गइरहेछ। पहिला सरकार विपक्षमा हुँदाखेरि शिक्षकको विषयमा चाहिँ शिक्षकलाई चाहिँ यस्तो गर्नुपर्छ, धेरै कुराको सुविधा दिनुपर्छ भनेर भनेको थियो। जब उनी सरकारमा आए त्यसपछि उनको कुरा शिक्षक घर जाऊ आन्दोलन गरेर केही काम छैन, न विद्यालय अहिले राम्ररी सञ्चालन भएको छ, न जनताहरू खुसी छ होइन। एउटा कुरा के हो भने नि विकास भन्ने कुराहरू आफै हुन्छ, तर भ्रष्टाचारी नियन्त्रण हुनु पर्यो। अनि अर्को कुरा भनेको यदि जनताहरू सेटिस्फाई छैन भने उनले कुर्सी पनि छोड्न सक्नु पर्यो क्या, त्यो छैन क्या। त्यही भएर भन्छु सुनिताजी होइन, अब पनि यस्तै हो भने चाहिँ यो के भन्छु भने यो नसोच्दा हुन्छ म चाहिँ एकदमै धेरै पपुलर छु, म एकदमै धेरै भाइरल छु। सुनिताजी अहिलेसम्म हेरेकोमा नि तपाईँको सोच, तपाईँले काम गर्ने केही कुराहरू पनि छैन क्या। जनताहरूलाई चाहिँ औँला उठाएर सुनिताले गरेको भनेर देखाउनु पर्ने काम कर्तव्य केही पनि छैन। युवा नेता मात्र भनेर हुँदैन, भिजन हुनुहरू, भिजन भनेको के हो भन्ने कुराहरू धरानको उपमहानगरपालिकाको मेयरलाई हेर्दा हुन्छ होइन, बालनलाई हेर्दा हुन्छ होइन। त्यसरी हो क्या, त्यसरी बढ्ने हो होइन। अरू कुरा म केही पनि भन्न चाहन्न गाइस, मेरो सुझाव भनेको यही नै हो। तपाईँहरू के सुझाव दिन चाहनुहुन्छ हाम्रो सुनिताजीलाई? अनुहार मात्रै राम्रो भएर हुन्न के, नेपाली जनताले यी उपमेयरबाट यस्तो चाहिँ अपेक्षा गरेका थिएनन् कि एटलिस्ट जवान हो आफ्नो ठाउँमा छ, तर पार्टीको गन्ध मात्रै आयो भन्ने मात्रै भन नि, दुर्गन्धै आयो के। जब अख्तियारले कालो सूचीमा राखेछ, भ्रष्टाचारको मुद्दा चलिराखेछ, त्यस्तालाई गएर मेयर नभएको बेला ढोका फुटाइ लगेर भित्र लगेर हुल्दिने, यही हो तिम्रो असलियत देखाइ छाड्यौ
हो त्यही भएर अहिलेका आम नयाँ पुस्तालाई यिनी पुराना पार्टी मन नपर्नको मुख्य कारण फ्रस्ट्रेसन हुने, रिस उठ्ने, देख्दै गाली गर्ने, मुख छोड्ने गर्छन् नि, यस्ता यस्ता व्यवहारले देखेर हो क्या तिम्रो। अलिकति नयाँ भएपछि अलि संयम त अपनाउन सकिन्न, के ठिक के बेठिक भन्न सकिन्न। तिमीलाई कार्यकारी अधिकृत चाहिरहेको थियो, काठमाडौँ महानगरपालिका चाहिएको थियो, त्यो आफ्नो ठाउँमा छ। तिमीले पनि त गएर आफू सरकारमा गएर म मेयर र उपमेयरको एउटै हैसियत हो भन्ने चाहिँ त, अनि तिमीले गएर अलि यो दाग नलागेको मान्छे मलाई अधिकृतमा ल्या भन्न सक्ने थिएन? लास्ट शर्मा छैन हेर त। हो यस्तै भएर हो कि हामीलाई विश्वास कसैको नभएको, स्पेसल्ली पार्टीहरू। सुनिता डङ्गोल एउटा आशा लाग्दो युवाको नाम, तर उनले आफूलाई एउटा कार्यकर्तामा सीमित राखेकी छिन् र म एउटा पार्टीको कार्यकर्ता मात्रै हो है भनेर प्रमाणित पनि गरिसकेकी छिन्। सरोज प्रसाद गुरागाई जसलाई प्रशासकीय अधिकृतको रूपमा फेरि महानगरपालिकाभित्र ल्याइएको छ, उनी कस्ता व्यक्ति हुन्छ भन्दा उनी अहिले पनि अख्तियारको छानबिनको क्रममा छन् अनि मानवाधिकार आयोगको कालो सूचीमा पनि छन्, तर राजनीतिक आडमा धक्कामुक्की गर्दै उनलाई महानगरपालिकाभित्र छिराइन्छ होइन। यो जस्तो लाज लाग्दो कुरा केही पनि छैन। अझै नराम्रो देखिन लाग्यो भन्दाखेरि देशको आशालाग्दा युवाहरू त्यसमा इन्भल्भ हुँदाखेरि चाहिँ पार्टीगत कुरामा सीमित हुँदा पार्टीगत कार्यकर्ता मात्रै हौ है भनेर त्यस्ता कार्य गर्दाखेरि चाहिँ झन् दुःख लाग्दो रहेछ।